नमस्कार साथीहरू, स्वागत छ तपाईको आफ्नो च्यानलमा। हामी सबैलाई पैसा चाहिन्छ, तर के पैसा कमाउने र सही तरिकाले चलाउन सक्नुभयो त? आज हामी द साइकोलोजी अफ मनी पुस्तकबाट 7 वटा महत्त्वपूर्ण पाठहरू सिक्नेछौँ, जसले तपाईको वित्तीय जीवन परिवर्तन गर्न सक्छ। यदि तपाई आफ्नो वित्तीय जीवनमा स्वतन्त्र चाहनुहुन्छ भने यो भिडियो अन्तसम्म हेर्नुहोस्। पहिलो नम्बरमा रहेको छ धनी हुनु र धनी देखिनुमा फरक कुरो हो। तपाईको छिमेकीले महँगो कार किन्यो भने उनी धनी होला जस्तो लाग्न सक्छ, तर वास्तविक धनी हुने व्यक्तिहरू आफ्नो सम्पत्ति बढाउने कुरामा ध्यान दिन्छ, न कि सम्पत्ति देखाउने कुरामा हेर्नु। र धनी देख्नु माहौल तपाईलाई ऋणमा डुबाउन सक्छ। हजुरले प्राय सुन्नुभएको होला गाउँघरमा मरवाडीहरूले धेरै पैसा कमाउँछ, धेरै प्रगति गर्छ, हैन? त्यसले कमाएकोबाट थोरै खर्च गर्छ, हैन? तिनीहरूले के गर्छ भने आफ्नो सम्पत्ति बढाउने कुरामा ध्यान दिन्छ, न कि सो अफ गर्छ। जुन व्यक्तिले सो अफ गर्छ, केही दिनमा हेर्नुहुन्छ होला त्यो व्यक्तिको बिस्तारै बिस्तारै सबै घर जग्गा जमिन सबै लिलाम भएर जान्छ। त्यही भएर हजुरहरूले आफ्नो सम्पत्ति बढाउनमा ध्यान दिनुपर्छ, न कि धनी देख्नुमा ध्यान दिनुपर्छ। दोस्रो नम्बरमा रहेको छ धन सञ्चयको प्रमुख सूत्र बचत गर्ने बानी। तलब कति छ भन्दा पनि तपाई कति बचत गर्न सक्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ। म 3टा टिप्स बताउनु छु यसको बारेमा। तलब बढे पनि खर्च नबढाउनुहोस्, र दोस्रो सादा जीवनशैली अपनाउनुहोस्। तेस्रो बचत गर्नु भनेको तलबको बाँकी पैसा होइन, प्राथमिकता बनाउनुहोस्। तेस्रो नम्बरमा रहेको छ पैसा लगानी गर्दा धैर्य गर्नुपर्छ। महान लगानीकर्ता वारेन बफेटले 11 वर्षको उमेरमा लगानी सुरु गरे, तर उनको सम्पत्ति असाधारण रूपमा बढेको त 60 वर्ष पछि हो। एकछिन सोच्नु त, लगानी कति वर्षमा गरे? 11 वर्षमा, तर उहाँको सम्पत्ति कति वर्षपछि बढे? 60 वर्षपछि बढेको छ। पैसा छिटो डबल गर्ने माहौललाई तपाईलाई गलत लगानीमा फसाउन सक्छ। त्यही भएर कहिले पनि छिटो कुनै पैसा डबल एकदम छिटो समयमा, एकदम 1 दिन 2 दिन 5 दिन 10 दिनमा हजुरको पैसा डबल गर्ने भन्ने हुन्छ, लालच दिन्छ नि, त्यस्तोमा लगाउनुहुन्छ भने गलत लगानीमा फस्न सक्नुहुन्छ। बजारले समय अनुसार काम गर्छ र धैर्य गर्न सिक्नुहोस्। क्रोकोडाइल जस्तो धैर्य गर्नुहोस्, एक दिन अवश्य हजुरको पैसा डबल हुनेछ। चौथो नम्बरमा रहेको छ लोभ भन्दा संयमता महत्त्वपूर्ण छ। धेरैले स्टक मार्केट वा क्रिप्टोबाट छिटो पैसा कमाउन सोच गर्छन्, तर अत्याधिक लोभले उनीहरूलाई नोक्सान बेहोर्छन्। पैसा कमाउने खेल म्याराथन हो, स्प्रिन्ट होइन। धेरै सोचेर योजना बनाएर सन्तुलित लगानी गर्नुहोस्। 5औं नम्बरमा रहेको छ ठुलो जोखिम नलिनु, सुरक्षा रूपमा बढौँ। रिस्क कसरी म्यानेजमेन्ट गर्ने त? आफ्नो सम्पूर्ण पैसा एक ठाउँमा नहाल्नुहोस्, हैन? जति पनि पैसा छ तपाईको एकै ठाउँमा लगानी नगर्नुहोस्। शेयर मार्केट छ भने सबै पैसालाई शेयर मार्केटमै नराख्नुहोस्, चारैतिर राख्नुपर्छ साथीहरू। आपतकालीन कोष पनि राख्नुपर्छ। यदि हजुरको कहीँ लगाएको पैसा डुब्यो भने त्यो आपतकालीन लगाएको पैसाले हजुरको लाइफलाई सर्भाइभ गर्न र हजुरलाई अगाडि बढाउन मद्दत गर्छ। लगानीलाई विविधता दिनुहोस्, डाइभर्जन दिनै पर्छ। डु नट पुट अल योर एग्स इन वन बास्केट। सबै पैसा एकै ठाउँमा कहिले पनि नराख्नु, हैन? 6 नम्बरमा रहेको छ तपाईको वित्तीय सफलता तपाईको बानीमा भर पर्छ। फाइनान्सियल ह्याबिट। मासिक बजेट बनाउनुहोस्, हैन?
हरेक सालको बजेट बनाउनुहोस् हजुरको। जस्तै हाम्रो देशको बजेट बन्छ, हाम्रो कुनै अफिसको बजेट बन्छ जहाँ हामी काम गर्छौँ, तर हामी आफ्नो पर्सनल फाइनेन्सियल ह्याबिट्सहरू बनाउँदैनौँ। त्यही भएर त्यो पनि हाम्रो जरुरी छ जीवनमा। मासिक बजेट बनाउनुहोस्, ऋण लिनु परे पनि सोच विचार गर्नुहोस्, नियमित रूपमा बचत र लगानी गर्नुहोस्। सासाना वित्तीय निर्णयहरूले भविष्यमा ठूलो प्रभाव पार्न सक्छ। 7औं नम्बरमा रहेको छ समयको शक्ति, कम्पाउन्ड इन्ट्रेस्ट बुझ्नुपर्छ। फर इक्जाम्पल, तपाईले 100 रुपियाँमा मासिक 10% ब्याजमा बचत गर्नुभयो भने 40 वर्षपछि त्यो 60 लाख रुपियाँ भन्दा पनि बढी हुन सक्छ। जति छिटो बचत र लगानी सुरु गर्नुहुन्छ उति नै राम्रो हुन्छ। यति हो मित्रहरू, यी 7 पाठहरू तपाईले आफ्नो वित्तीय जीवनमा लागू गर्नुभयो भने सफल बन्ने सम्भावना धेरै हुन्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनु होला। र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानल सब्स्क्राइब गरेर बेल आइकन थिच्नुहोस् ताकि तपाई भविष्यको भिडियोहरू मिस नगर्नुहोस्। तपाई कुन पाठमा सबैभन्दा उपयोगी लाग्यो कमेन्टमा लेख्नुहोस्। भेटौँला अगाडिको नयाँ भिडियोमा। तबसम्मको लागि जय नेपाल।